हामी चाहिँ अब लगभग पुग्न आँट्यौँ। हुस्सेले पुरै ढाक्न आँट्यो होइन। हुस्सेले एकदमै हामीलाई त कति टाइम लाग्यो। एकदमै गाह्रो ठाउँ क्या यो चाहिँ। बाफ्रे यो कोरी भने चाहिँ एकदमै गाह्रो ठाउँमा ट्रेकिङ आउनको लागि सबैभन्दा गाह्रो ठाउँ हामीले चुज गरेर आइछौँ। अब चाहिँ पुरा हुस्से लागिरहेछ। यस्तो छ वेदर चाहिँ एकदमै चिसो, पुरै चिसो वेदर। हुस्से लागेको वेदर छ एकदम। तर राम्रो छ हुस्से लागे पनि वेदर त्यस्तो धेरै चिसो पनि होइन हुन चाहिँ। वेदरले गर्दा हल्का चिसो लागिरहेछ। हिँडियो थोरै हिँडियो त 24-25 घन्टा भइसक्यो हामी हिँडेको। बाफ्रे पछाडि हुनुहुन्छ हाम्रो ग्रुपहरू। हामी चाहिँ गाइज होइन आउन सक्नुहुन्न होला। गाइज भन्न बहुत गाह्रो छ गाइज, बहुत गाह्रो छ। एकदमै गाह्रो छ। सोचेर बुझेर मात्रै आउनुपर्छ यो ठाउँ चाहिँ। हामीसँग म भनिदिन्छु तपाईँहरू नआउनु। लास्टै गाह्रो छ, नआउँदा पनि हुन्छ। हामी त त्यत्तिकै हावातालमा हिँडे तर पनि स्या